बाँदर चाहिँ यसरी सुत्दै खान्छ यसरी यस्तै अब ल यसरी काट्नुपर्छ धान चाहिँ यस्तो छ धान नि कसरी सुत्छ अरे माइलो कसरी यसरी खान्छ बाँदरले यसरी यो नि यहाँ यसरी खान्छ बाँदरले यहाँ यसलाई यसरी काट्नुपर्छ यस्तो छ धान भने यस्तो छ हेर्नुहोस् यहाँ हेर्नुहोस् है देखियो नि बाँदरले कसरी उफ्रिन्छ है बाँदर यसरी देख्नुभयो नि यसरी उफ्रिन्छ बाँदर खेतमा हाम्रो खेतमा देख्नुभयो भयो चित्त बुझ